स्वागत छ। आज हामी पर्यटनको परिभाषालाई नै अलिकति चुनौती दिने एउटा एकदमै चाखलाग्दो विचारमाथि कुरा गर्दैछौँ। के यस्तो हुन सक्छ कि नेपालमा पर्यटनलाई लिएर हाम्रो बुझाइ नै अलिकति अधुरो छ? के हामीले सोचेभन्दा पनि धेरै फराकिलो हुन सक्छ पर्यटनको परिभाषा? एकछिन आँखा चिम्लेर सोचौँ त। नेपालमा पर्यटन भन्ने बित्तिकै हाम्रो दिमागमा कुन चित्र आउँछ? पक्कै पनि सगरमाथा, अन्नपूर्ण, सेताम्मै हिमालका चुचुराहरू होइन त? तर के कथा यतिमै सकिन्छ र? आजको हाम्रो मुख्य प्रश्न नै यही हो। के नेपालमा पर्यटन भनेको साँच्चै हिमाल मात्रै हो त? ल, यही प्रश्नको जवाफ खोज्न आउनुहोस् अलि गहिरिएर हेरौँ। सुरु गरौँ एउटा साधा सोचबाट, जसलाई हामी हिमाली मानसिकता पनि भन्न सक्छौँ। अब हेर्नुहोस्, यो कुरा साँचो हो कि हामीमध्ये धेरैको लागि अनि सायद पुरै संसारको लागि नै नेपाली पर्यटनको अनुहार भनेकै यहाँका अग्ला भव्य हिमालहरू हुन्। स्रोत सामग्रीले पनि यही कुरा उल्याउँछ। हामीमा कस्तो गहिरो सोच छ भने पर्यटन त केवल हिमाल देखिने ठाउँमा मात्र हुन्छ, अरू ठाउँमा त के नै होला र? तर के यो सोच अलिकति साँगुरो भयो कि? अब कथामा एउटा नयाँ मोड आउँछ। आउनुहोस् एउटा यस्तो नौलो दृष्टिकोण हेरौँ जहाँ एक विज्ञले यही परम्परागत मान्यतालाई ठाडै चुनौती दिएका छन्। पर्यटन प्रशिक्षक विनय साक्य। उहाँको यो भनाइले त हाम्रो सोचलाई नै एकपटक झस्काइदिन्छ। उहाँ के भन्नुहुन्छ भने हाम्रो पारिवारिक जीवन, वातावरण, संस्कृति सबै पर्यटन स्थल हुन्। एकछिन रोकिएर सोचौँ त यो कुरा। हाम्रो दैनिक जीवन नै पर्यटन स्थल? यसले त हाम्रो पुरानो धारणालाई पुरै उल्टाइदियो नि, होइन त? यो भनेको हाम्रो सोचमा आउनुपर्ने एउटा ठूलो फड्को हो। एकातिर छ पुरानो सोच जसले भन्छ पर्यटन भनेको हिमाल, सकियो। तर अर्कोतिर छ यो नयाँ सोच जसले भन्छ होइन, पर्यटन भनेको त हाम्रो जीवन हो, हाम्रो संस्कृति हो, हाम्रो सम्पदा हो। कति फराकिलो छ हेर्नुहोस् त। त्यसो भए प्रश्न उठ्छ, यदि पर्यटन भनेको हिमाल मात्र होइन भने अरू के हुन सक्छ त? यो नयाँ विचारले हाम्रो लागि कस्ता कस्ता सम्भावनाका ढोकाहरू खोल्न सक्छ? ल, अब यिनै लुकेका अवसरहरूलाई अलि नजिकबाट निहालौँ। सबैभन्दा पहिली त हाम्रो आफ्नै आँगनमा रहेको धार्मिक र सांस्कृतिक सम्पदालाई नै हेरौँ न। स्रोतले के रहन्छ भने हाम्रा मठ मन्दिरहरू, बिहारहरू, गुम्बाहरू अनि ती रहस्यमय गुफाहरू, यी सबै आफैमा शक्तिशाली पर्यटकीय स्थल हुन्। सोच्नुहोस् त, यी केवल ढुङ्गा र माटोले बनेका संरचना मात्रै त होइनन् नि। यी त जीवन्त इतिहास हुन्, कलाका खजाना हुन् अनि हजारौं कथाहरूको सङ्गम हुन्। र कुरा यतिमै कहाँ सकिन्छ र? यो नयाँ दृष्टिकोण त अझै एक कदम अगाडि बढ्छ। यसले त हाम्रो हरेक दिनको जीवनलाई नै एउटा पर्यटकीय आकर्षण मान्छ। जस्तै हाम्रो पारिवारिक जीवनशैली, हामीले खेतीपाती गर्ने तरिका, पशुपालन, यहाँ पाइने जीवजन्तुहरू अनि हाम्रो वरपरको वातावरण, यी सबै कुरा बाहिरबाट आउने मान्छेका लागि कति अनौठो र मूल्यवान अनुभव हुन सक्छ, हामीले सायद कहिले सोचेकै छैनौँ। अब हेर्नुहोस्, कुरा खाली देखिने, छुन सकिने ठाउँहरूको मात्रै होइन। अझै महत्त्वपूर्ण कुरा त हाम्रो अमूर्त सम्पदा हो, जुन देखिँदैन तर अनुभव गर्न सकिन्छ। हाम्रो मौलिक संस्कृति, हाम्रो परम्परा, हाम्रो जीवनशैली। स्रोत सामग्रीले भन्छ यी त पहिचान हुन मात्र बाँटिरहेका शक्तिशाली पर्यटकीय उत्पादनहरू हुन्। ल, यी सबै कुराको निचोड के हो त? यसबाट के फाइदा हुन्छ? स्रोतका अनुसार हामीले आफ्नो समुदायका यिनै साना तर अद्वितीय पक्षीहरूलाई चिन्न सक्यौँ भने मात्रै पनि नयाँ पर्यटन व्यवसायहरू सुरु गर्न सकिन्छ। र रमाइलो कुरा के छ भने यस्तो व्यवसाय चलाउन कुनै प्रख्यात हिमालको फेदीमा हुनै पर्छ भन्ने जरुरी छैन। यसले त स्थानीय स्तरमै आर्थिक विकासको एउटा नयाँ बाटो खोल्छ। यो विचारले पक्कै पनि मनमा धेरै प्रश्नहरू उब्जाएको होला। त्यसो भए अबको बाटो के त? यो मूल लेखले पनि कुनै अन्तिम जवाफ दिँदैन, बरु एउटा छलफलको लागि आह्वान गर्छ। हो, एउटा कुरा स्पष्ट हुन जरुरी छ। विनय साक्यको लेखले सबै प्रश्नको उत्तर दिन्छु भनेको होइन। यो त एउटा समाधानभन्दा पनि एउटा संवादको सुरुवात हो। यो एउटा यस्तो विचार हो जसमाथि हामी सबैले सोचौँ, बहस गरौँ र सायद आफ्नै निष्कर्ष निकालौँ भन्ने एउटा आग्रह हो। र अन्त्यमा यो सम्पूर्ण छलफलले हामीलाई एउटा महत्त्वपूर्ण प्रश्न सोच्नको लागि छोडेर जान्छ। एउटा यस्तो प्रश्न जुन हामी सबैले आफ्नो घर, आफ्नो टोल, आफ्नो समुदायमा लिएर जान सक्छौँ। एकपटक आफ्नो वरपर राम्ररी हेरौँ त, हाम्रो आफ्नै समुदायमा लुकेर बसेका ती सम्भावित पर्यटकीय स्थलहरू के हुन सक्छन्? हाम्रो जीवनशैलीको त्यो कुन चाहिँ पक्ष होला जसले यसलाई अद्वितीय र अरूका लागि मूल्यवान बनाउँछ? सोच्नुहोला है।